अब घोङ्गी सङ्गीहरू त ले महँगो चाहिँ खतरा महँगो रहेछ बजले नभ्याउने रहेछ ठाउँ भएर पनि होला ओ यो चाहिँ सानो खाली हो कि यो चाहिँ गङ्गटो यत्रो सानो पनि हुँदो रहेछ भनेर भयो मैले त बच्चा जस्तो लागेर थिएँ एउटा ठुलो पनि हुनुपर्ने हुन्छ है खाना चाहिँ आउँदैन अब खाना चाहिँ कसरी एउटा यहाँ यत्रो ठुलो खाली भेटाएँ मासु छैन फर्स्ट टाइममा हजुरले पनि खाएको मैले पनि फर्स्ट टाइम घर चाहिँ खाएको आएन त यो कसरी खान्छ पुरा पावरले सस्तो पर्दो रहेछ क्या कसैको हुँदो रहेछ पछाडि पाल भयो कि नहुँदो रहेछ कि अगाडिबाट हो कि ठुलो पाल हुन्छ नि यो पछाडि चाहिँ नि पाल भयो कि नहुँदो रहेछ कि भित्र कसैको हुँदैन होइन पाल त नभए पनि आउँदै आउँछ त्यही होइन पछाडि दुईवटा पाल भयो भने आउँदैन रहेछ होइन त्यो पाल भए पनि आउँछ यो दुईवटा पाल त खैदम मास त यहीँको यहीँ भयो जस्तो ए हेर आएन त आयो मैले साइडमा राखिदिउँ आएन कि दुईवटा बिजा आयो त्यही छ यो त फुटेको रहेछ फुटेको ढेर रहेछ त मिच्छ छ तिमीलाई थाहा छ यो भ्याक्युम क्लिनर एउटा ल्याउनुपर्छ जस्तो कि यस्तो दामी खाने पावरले सस्तो पर्दो रहेछ क्या हल्का जोरले ए यो खुट्टामा खाने हो र हो सबै क्याल्सियमै हो के गङ्गटो र घोङ्गीमा सबैभन्दा बढी पाउने भनेको प्रोटिन र क्याल्सियम प्रोटिन र क्याल्सियम है भित्रमा के छ यस्तो के छ सेल पनि खाने उयो पनि खाने अब अप्ठ्यारो हुन्छ भने फाल्दा हुन्छ तर खान्छ यो चिप्स जस्तो छ तेलमा फ्राई गरे हुन्छ नि सबै खाने योग्य भइहाल्छ के तल हो यसको हात पनि छ हात पनि खान्छ सबै खाने हो के त्यसमा त्यसमा त्यसरी निकाल्नु भयो भने नि खाने चिजै पाउँदैन क्या त्यसमा पुरै खाने मतलब हो त्यसको सबैभन्दा हार्ड भनेको त्यसको माथिको हार्ड मात्रै हो खाना नमिल्ने भने यो मिल्दैन खान सकिन्छ तर काँडा हो भने निकालेर राख्दा हुन्छ तर खानु भनेको नि सानो छ कि खान मिल्छ ठुलो ठुलो हुन्छ नि त्यसको हार्ड हुन्छ के त्यसको निकाल्न मिल्छ तर यो सानो छ कि यसको फरक पर्दैन खाँदा हुन्छ यो सबै क्याल्सियमै हो रे एकदम क्याल्सियम यो चाहिँ यसरी निकाल्ने हो एकदमै ठुलो हुन्छ यत्रो मासु हुन्छ क्या यसको यो सबै एक दिन अगाडि नै पानीमा त्यो के भन्छ पिठो हालेर राखेको हुन्छ के यसको भित्र जति पनि हुन्छ नि सबै निकालिदिया हुन्छ यो राति नै यस अहिले यसमा नि पानीमा थोरै यो ढुङ्गी राखेर अनि पिठो राखेपछि नि जति पनि त्यसको भित्र नखाने हुन्छ नि सबै निकालिदिन्छ राति यो सबै खाने भइसकिहाल्छ यार उसको त्यसरी यो आउँदैन सर यसमा त पाल भएपछि आउँछ त्यसमा पाल हुँदैन